त्यहाँ केही पनि थिएन। हामीलाई भ्रम भयो, राहुलले भन्यो, तर उसको स्वर काँपिरहेको थियो। त्यही बेला भित्ताभरि रगतले लेखिएको जस्तो देखियो। मलाई न्याय दे। प्रीति त्यो हेरेर बेहोस भई। तलबाट ढोका आफै बन्द भयो। घरभित्र उनीहरू थुनिए। स्मिताले गाउँलेबाट सुनेको थिए दुलैका कथा, अनि उनले त्यो कुरा सम्झे। 20 वर्ष अघि त्यो घरमा माया नामकी युवती बिहे भएर आएको थिइन्। उनको श्रीमान साह्रै शङ्कालु थिए, अत्यन्तै शङ्का गर्थे। एक रात उसले मायामाथि झुटो आरोप लगाएर झडप गरे। रिसको झोकमा उसले मायाको हत्या गरिदिए। उसकै सिन्दुरको बट्टाले उसको टाउको फुटाएर रगत सिन्दुरसँग मिसियो। त्यसपछि त्यो श्रीमान पनि रहस्य रूपमा मृत्यु फेला परे। गाउँलेहरू भन्थे मायाको हातमा अझै पनि न्याय खोज्दै भौतारिरहेकी छिन्। अचानक कोठाको बत्ती पनि निभ्यो। अन्ध्यारोमा अचानक कसैले स्मिताको कपाल समात्यो। तिमीहरू पनि धोकेबाज हौ। चिसो स्वर आयो। राहुल करायो। उसको हातमा नङ्ग्राकले गोडारिएको थियो र रगत बगिरहेको थियो। ढोकामा ठक ठक ठकको आवाज आयो। भित्रबाट होइन, तर बाहिरबाट, जसरी कोही बाहिर निस्किन खोज्दैछ। अन्सु पचाल्दै ढोका खोल्न गइन्। ढोका खोल्ने बित्तिकै चिसो हावा र कालो छाया भित्र पस्यो। प्रीति होसमा आइन्, तर उसको आँखा सेतो भइसकेको थियो। उसले बिस्तारै भनिन्, म फर्किएँ। प्रीति जुन भर्खरै होसमा आएको थिइन्, उनको शरीरमा अब मायाको आत्मा थियो।